हेलो साथीहरू, आजको भिडियो पाटनमा रहेको महाबुद्ध टेम्पलको रहेको छ। यस मन्दिरलाई थाउजन्ड बुद्ध टेम्पल पनि भनिन्छ। कृपया भिडियो हेर्नुहोला अन्तिमसम्म र दर्शन पनि गर्नुहोला। धन्यवाद। Coca-Cola, Coca-Cola, 7-Up, thumbs up. यसलाई के गर्नु होला यो बुद्धको छैन नि है यसलाई त ओहो अनि त्यही मैले है भन्सारीको त्यहाँ त त्यही मैले ल्याउनु हुँदैन त्यहाँ पनि ल्याउनु हुँदैन भनेर ल भन्नु आफू दौडिरहेको पनि एकदम एउटा ऊ पनि दौडेर आउँछ क्या आफू बिस्तारै ऊ पनि बिस्तारै आउँछ एकदमै नगएर त्यसले त यस्तो साथ लाउँछ नि यस्तो यहाँ फेरि भइसक्यो क्या कस्तो जस्तो भोलिले 9:30 सरासम्म त पछि यसो गर्दा के गर्ने अनि याद आएको छ क्या उहाँ चाहिँ बुद्धगयामा चाहिँ बोल्ने देउता छ नि यहाँ बोल्ने देउता छ यो 1000 बुद्ध मध्येमा एकजना पाउँछ 1000 वटा छ यहाँ ए माथि हो नि माथि त्यसो भए मेरो पनि बेस अझै 1000 बुद्ध टेम्पल पाटनको मरेपछि उहाँको ठाउँमा जन्म लिनु पाओस् भन्ने आशीर्वाद पर्छ त्यहाँ ल यहाँ त्यहाँ यहाँ मुनिको यस्तो गरेर टिका लगाउनु
यतातिर आउँदैन रहेछ त्यतिकै लानु यो त होइन होइन च्यामिङ होइन रहेछ त्यसको चाहिँ यसको पनि यहाँको टिका लगाउनु यो सामान खानुपर्छ अरे खाना नचपाइकन मिल्नुपर्छ अरे कुन हो रे अनि यो चाहिँ मुद्रा लड बुद्धि ए तपाईँ चाहिँ ए मैले पहिलाको भन्दा अलि मोटाउनु भएछ भनेको पोहोर परारको भन्दा अलि मोटाएछ यो बनाउनलाई 36 वर्ष अनि यो बाजेको पालोमा सुरु गर्नुभएको नातिको पालोमा सकिएको कसले बनाउनु भएको रे अबेराज सक्यो अब एउटा साके भनेको चाहिँ तपाईँहरूको त हाम्रो पहिला बाजेहरू यो तपाईँहरूकै पुस्ताहरू 450 वर्ष अगाडि उहाँ चाहिँ पहिला एउटा ठुलो तान्त्रिकै हुनुहुन्छ तान्त्रिक गुरु तान्त्रिक यो बजाचार्यहरू हुन्छ नि गुर्जु गुर्जु माथिको देउता पनि त्यस्तै हो एउटा चाहिँ उहाँ चाहिँ त्यत्तिकै माथि घुमिराख्नु भएको थियो कि आकाशमा अनि क्याप्चर गरेर राख्यो भने त्यो तान्त्रिकहरू चाहिँ पहिला त्यस्तै हो कि पहिला एकदम शक्तिशाली देउता देखिँदै उहाँलाई क्याप्चर गरेर यो तपाईँ यहीँ बस्नुपर्छ भन्ने जस्तै उता के अरे यो टुरी खेलमा छ नि महाङ्काल उहाँको पनि त्यही त सेम हुन्छ त्यो घुम्न आउनु भएको थियो आएको मान्छेलाई आएको देउतालाई त्यहीँ क्याप्चर गरेर राख्नु 1990 मा चाहिँ एक्चुली पुरै ढले थियो पुरै एक तला हुँदै गऱ्यो ए त्यो के अरे भूकम्पले भूकम्पले ए पछि बनाउनु भएको पहिला पुरानो चाहिँ यस्तो थियो पछाडि छ नि उयो फोटोको पहिला पुरानो फोटो थियो यो 1990 भन्दा अगाडिको त्यो चाहिँ यो चाहिँ 1990 पहिला अलिक चुच्चो थियो अहिले चाहिँ अलिकति यस्तो ओपन छ अनि त्यति बेला बनाउँदा चाहिँ कतिमा सक्नु भएको त्यसमा चाहिँ त्यो टाइम बनाउँदाखेरि चाहिँ त्यस्तै 5 to 10 इयर्स भित्र सकेको त्यो चाहिँ किनभने त्यहाँदेखि माथि मात्र त्यो होइन त्यो 450 वर्ष अगाडि चाहिँ एउटा फ्यामिलीले मात्रै बनाएको भयो नि त त्यसपछि त अब धेरै फ्यामिली धेरै भइसकेको थियो अनि धेरै सबैले एकचोटि बनाउँदा त्यो उनीहरूले फास्ट सकिनु भयो पहिले भनिहाल्नु पहिला यो सपनामा आएको थियो कि अनि उहाँलाई चाहिँ एउटा बुद्धले चाहिँ मेरो एउटा चाहिँ एउटा मन्दिर बनाउनु मन्दिर बनाएर चाहिँ एउटा स्थापना गरौँ उहाँले त्यही इच्छा पुरा गर्नुलाई चाहिँ गराउनु भएको थियो कि यो फेरि पर्सनलले बनाएको पहिला राजाहरूले बनाउनु दिएको होइन एउटा मान्छेले आफै पर्सनली आफ्नो इच्छाको लागि मात्रै बनाएको कि सबैको एक महिना पालाउँछ ए अब हामी पनि एक महिना बस्ने हो अनि त्यस अर्को पालाउँछ ए त्यस्तो गरेर एउटै परिवारको सबै एउटा परिवारले अभिराज साकी उसको उहाँको नातेदारहरू अहिले यहाँ पालाउने कसैको चाहिँ अब 1 वर्षमा पाले आइरहेको हुन्छ कसैको चाहिँ फेरि जिन्दगीमा एकचोटि मात्रै आउने पनि छ जति धेरै फ्यामिली भयो त्यति नै त्यो हुन्छ 5जना ब्रदर भयो नि अब 5जनाको पाले पिलो आउने भएन अब कोहीको एकजना मात्र छ भने चाहिँ उसको चाहिँ अब वर्षमा एकचोटि पाला आउने पनि हुन्छन् कसैको अब सबभन्दा तारा चाहिँ अहिलेसम्म 40 वर्षमा एकचोटि पाला आउनेहरू पनि छ उनीहरूको चाहिँ धेरै फ्यामिली हुन्छ कि अब अहिले टोटल तपाईँहरूको कतिजना हुनुहुन्छ उहाँको धेरै अहिले त धेरै छ 500 600 धेरै परिवारहरू छ अनि 500 ले गर्दा त है एक महिना गर्दा त अब 450 इयर्स अगाडिको कुरा त्यही त अब अहिले त धेरै भयो हाम्रो चाहिँ 3 वर्षमा एकचोटि आउँछ 3 वर्षमा यो चोक हो कि हाँसीको पहिला
एउटा चोक एउटा फ्यामिलीको घर भएन यो पुरै एकजनाको घर भयो अनि आँगन भित्रको एउटा आँगन जस्तो भनौँ न आँगन भयो आँगनमा बनाएको कि त्यही भएर त्यो स्पेस नपुगेको अहो